पर्दै हुनुहुन्छ खाने बेलामा अलि राम्रो तपाईको यो कस्तो अनुभव धन्यवाद उत्तमजी मलाई एकदम राम्रो महसुस भएको छ सो सम्मान हैन सुरेशले के गर्दै हो यो ठाडा घाममा सात समुद्र पारी यो काम गर्न निकै रमाइलो त्यही त नि लागिरहेको छ जापानमा आएर खुर्सानी लाएर रमाइलो गर्ने दिन पनि आउँदो रहेछ है यस्तो पनि रमाइलो हुँदो रहेछ हेर्नुहोस् खानु पर्यो छैन छैन त्यही त नि फले सुन फल्छ अनि फले सुन फल्छ ल हेर्नुहोस् अब हाम्रो आलु पनि छ यतातिर आलु पनि हामीले लगाइए यतातिर तरकारीहरू हेर्नुहोस् यता के छन् सिमीहरू यता एउटा क्यामेराम्यान म छु भने यता हाम्रो साउदी दोस्रो क्यामेराम्यान र अर्को तेस्रो क्यामेराम्यान यता हुनुहुन्छ हाम्रो उत्तम सर उहाँलाई हामीले चाहिँ ल जोड्न ओर्न खेतीपाती गर्नको लागि काम गर्नको लागि आएका छौँ र हाम्रो सरलाई हामीले मोटर सोटर लाउन पानी ल्याउन खेती किसानीको लागि बोलाएको छौँ तपाईँहरू हामीले हेर्न सक्नुहुन्छ लसुन कहाँ राखेको हो तिनै होइन लसुन भएको छ तर माटो कस्तो मोल जस्तो छ यार यहाँको माटो यार यो माटो त मस्तको हो दामी हामी रेस्ट टाइमलाई नि तलको माटो सदुपयोग गर्दै जापान आएर भन्ने पनि थाहा थिएन यसरी खन्नुपर्छ सर कहिलेकाहीँ अनि नखानेसम्म हुन्न यसैमा फल्छ पैसा अन्त छैन क्या यसैमा पैसा यसरी माटोमा जे छ माटोमै छ भेटिन्छ यही सुन फलाउने हो यसरी खनेपछि किन खान पाइन्छ डल्ला फलिसके खान यसलाई खाने हो अब सुन भन्दा नि लसुन फलिरहेको लसुन फलिरहेको अब सुन फलिरहेको यो हामी सानो रेस्टलाई टाइम छुट्याएर आएका छौँ सब्जीको लागि यो तपाईँलाई थाहा छ होला यो बेथे हो हामीले लगाएको बेथे हेर्नुहोस् सर्लक्क बढेको छ हाँगा हालेको छ यो किराले खाएर बर्बाद भयो उत्तमले केही भन्न छैन उत्तमले उहाँलाई दुबईबाट हामीले यही खेतीपाती गर्नको लागि मगाएको प्रवृत्तिमा आइरहेको उहाँले माटो बिक्री भयो हाम्रो यहाँ माटो बिसिसक्यो माटोको सुरक्षाको निम्ति परिरहेको यसरी हामी सबै जम्मा भएका छौँ काम गर्नको निमित्त तपाईँले मन लाउँछ नि चियाराको सिकोमा आउनुहोस् खुर्सानी पनि लगाइएको छ हामीले कसैलाई चाहिएको खण्डमा सम्पर्क गर्नु होला सम्पर्क नम्बर हाम्रो कमल सरको तल लिङ्कमा दिनु छ 55766 मा फोन गर्नु होला अहिले जापानको वातावरण मौसम क्लियर छ प्रचण्ड गर्मी छ गर्मीको माहौल बढ्दैछ जापानमा हेर्नुहोस् यही हो यहाँ दुःख विशेष लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सनु कमल गैरे युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ हामी आउँदैछौँ कमल गैरे युट्युब च्यानलदेखि युट्युब च्यानलको हाम्रो प्रोड्युसर सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला हजुरहरूलाई है मन परे लाइक कमेन्ट गरिदिनु होला सिर्जना तपाईहरुलाई पनि यस्तै काम गर्ने इच्छा छ नि हाम्रो तलको नम्बरमा सम्पर्क गर्दै गर्नु होला ल न सिर्जना कसरी यो ढल्यो भन्ने कुरा हामीले खोज तलास गर्दैछौँ यसलाई के पुगेन दबाई पुगेन के पुगेन अब हेरौँ अब यस्तो हुँदै हुन लाग्यो के गर्नु मौसमको कारणले गर्दाखेरि यो गर्मीले हाम्रो 3 सिजन सिप्चना खाइसक्यो यो लास्ट सिजनमा मर्यो सिप्चना यो हामी बसेको ठाउँहरू हो यस्तो छ यो किवीको बुट्टा हो अब यहाँ यो हजुरबा हजुरआमालाई बनाएको सिमेट्री हो यहाँ हुनुहुन्छ जाबिजहरू उहाँ रिसाउनु अन्त बर्बाद नान्दे
हाम्रो आलु छ यही आलु कसैलाई चाहिन्छ भने सम्पर्क गर्नु होला आलु हाम्रो पुरै लागिएको छ हामीले सम्पर्क नम्बर तल दिनेछौँ दिनेछौँ यो हाम्रो यो आँखाले भेट्ने बेलसम्म सबै हामीले लगाएको यो यो रुखहरू यत्रा भइसक्यो हामीले लगाएको रुखहरू यता हामीले यही रुखको बेर्ना जमाइरहेको के खानुहुन्छ आलु खानुहुन्छ कि साथीहरू यो सबै काँक्रा खानुहुन्छ कि देख्नुभएको रुखहरू छ नि विभिन्न यो हामीले लगाएको रुख हो यता बाँस लगाएको भेन्टादेखि लिएर हामीले अनेक किसिमका सब्जी तथा तरकारीहरू उत्पादन गर्न गइरहेको सुपामा बेच्छौँ फेरि हामीले खानु टमाटर लगाइरहेको छौँ यो हामीले ग्याम्बो सुपामा लगाएर बेच्छौँ यो हो आलु यो गेमर सुपरमा लगाएर बेचिन्छ यो आलु मेहनत गरे धन फल्छ भन्ने हिसाबले हामी करेला पनि लगाइरहेको छौँ त्यसरी करेला यो देख्न सक्नुहुन्छ यो करेला हो क्यामेराम्यानलाई पनि ध्यान दिनु होला करेला हो यो जुम गरेर आलु है? गेडा देखाउनको लागि अनुरोध गरिन्छ यो आलु हो आलुको गेडा देखाउनु आलु खन्ने बेला भएको छैन सिजन सकिएको छैन सिजन सकियो भने पनि खनेछ न हामी तपाईँलाई आलु पनि कत्रा फल्यो भनेर जापानमा देखाउनु छौँ गेडाहरू जापानी गेडाहरू ल हेर्नु यत्रो भएन आलु बल्ल सुरु हुँदैछ यो आलु हो अझै बाँकी छ नि आलु मकै खाने भालु सब के चाहिन्छ छ हाम्रोसित आलु करेलो त्यहाँ लगाइएको छ त्यही अरू त त्यस्तै भिडियो हेर्छन् होला पुरै लाइभ सब्सक्राइब गर्नु सेयर चाहिँ गर्नै पर्यो होइन भने नयाँ हामीले आलु खानु दिन्नौँ आँखामा झिल्मिरी किरा पर्छ त्यस्तो भने फेरि उत्तम दाइको आलु खानुपर्छ सेयर गर्नु भएन ल भयो